तपाईको प्रतिनिधि मैले चिनाउँदै छु। त्यही क्रममा आज कुरा गरौँ विश्व कीर्तिमान राख्न सफल भएका, पर्यटन व्यवसायमा लागेर हजारौं व्यक्तिहरूलाई रोजगार दिएका, पर्वत आरोहीहरूको समस्या बुझ्ने, हिमाली क्षेत्रमा बस्ने मानिसहरूको समस्या बुझ्ने, सबै समस्या बटुलेर संसद भवनमा छिर्न आँटेका मिङमा शेर्पाको। मिङमा शेर्पाको जन्म 1978 जुनमा सङ्खुवासभाको मकालु भिलेजमा भएको थियो। हिमालकै काखमा जन्मेर पनि होला सानैदेखि उनी हिमाल चढ्नलाई एकदम प्रख्यात थिए। हिमालै चढ्ने क्रममा उनले फर्स्ट एटेम्पमै 8000 भन्दा अग्लो सबै हिमाल 14वटा हिमाल नै चढ्न सफल भएर विश्व कीर्तिमान पनि हान्न सफल भएका छन्। यसैगरी 7 समिट ट्रेक्स नामको इन्टरनेसनल स्ट्यान्डर्डको एउटा नेपालमा कम्पनी पनि खडा गर्न सफल भएका छन्। त्यो कम्पनीले अहिले नेपालमा झन्डै 1000 जना शेर्पा लगायत अन्य व्यक्तिहरूलाई रोजगार दिँदै आइरहेको छ। यसैगरी मिङमा शेर्पा यस्तो व्यक्ति हुन् जसले पर्वत आरोहीहरूको समस्या बुझ्न सक्छन्, जसले पोटर्सहरूको समस्या बुझ्न सक्छन्, जोसँग हिमाली भेगमा बस्ने मानिसहरूको समस्या के छ, हिमाली भेगमा टुरिज्म बढाउनको लागि के गर्नुपर्छ भन्ने सबै ज्ञान बटुलेका, यही सबै समस्याहरू बटुलेर सङ्खुसभा लगायत हिमाली भेगकै समस्याहरू लिएर चाहिँ संसदमा गएर आफ्नो कुरा राख्न सक्ने क्षमता भएको व्यक्ति नै राष्ट्रिय स्वतन्त्र पार्टीले सङ्खुवासभाबाट उम्मेदवार बनाएको छ। मिङमा शेर्पालाई धेरै धेरै बधाई छ र जितको अग्रिम शुभकामना पनि छ। धन्यवाद।